हामीले यो वर्ष पनि हाम्रो लक्षित समुदाय कुन पार्ने भनेर अध्ययन गर्दै जाँदाखेरि केही समय अगाडि हामीले पत्र-पत्रिकामा हायु समुदायको बारेमा हामीले समाचार पढेका थियौं। पुरै गाउँ नै उहाँहरूले दित्तो पारेर गाईबस्तुलाई छोडेर कता हराउनु भयो भन्ने जुन समाचार आएको थियो त्यसले हामीलाई अलिकति झकझकाइराखेको थियो र त्यही समुदायलाई नै हामीले यसपालि लक्षित वर्गमा पारौँ न त भनेर हामीले सल्लाह गर्यौं र त्यही सल्लाह अनुरूप यो जाति चाहिँ लोपोन्मुख जाति अन्तर्गत पर्ने रहेछ र सरकारले पनि उहाँहरूको लागि केही संरक्षण कदमहरू चालेको हुनाले हामीले जाउँ न त भनेर अध्ययन गरौँ भन्ने हिसाबले एउटा छलफल गर्यौं र छलफलको पहिलो चरणमा हामी सिन्धुलीको खुरकोटमा पुगेर लक्ष्मण हायुजीसँग हामीले सम्पर्क राख्यौं जो चाहिँ यस हायु समुदायको राष्ट्रिय उहाँहरूको जुन समुदाय छ त्यसको अध्यक्ष हुनुहुँदो रहेछ र उहाँसँग सल्लाह गरेर हायु समुदायका बारेमा अलिकति हामीले विस्तृत जानकारी पनि संकलन गर्यौं र संकलन गरिसकेपछि उहाँहरूको आवश्यकता कस्तो दिनचर्या के कस्तो छ भन्ने कुराहरू पनि कुरा गर्दै जाँदाखेरि हामीले जुन उद्देश्यले हाम्रो कार्यक्रम स्कुलमा आयोजना गरेका थियौं त्यो चाहिँ पक्कै पनि यो वर्ग चाहिँ सही वर्ग हो भन्ने हामीलाई लाग्यो र हामीले त्यही अनुसारले नै हामीले यो वर्ष हायु समुदायलाई हामीले लक्षित वर्गमा पार्यौं र पहिलो चरणमा हामी गएर लक्ष्मण हायुजीसँग केही हप्ता अगाडि हामीले उहाँसँग सरसल्लाह गर्यौं र कसरी अगाडि बढ्न सकिन्छ के गर्न सकिन्छ भन्ने एउटा खाका तयार गर्यौं र त्यसै खाका अनुरूप हामी चैतको 11 गते यहाँबाट हाम्रो टोली सिन्धुलीतर्फ प्रस्थान गर्यो र त्यहाँ पुगेर हामीले ती समुदायका बालबालिकाहरूलाई हामीले शैक्षिक सामग्रीहरू वितरण गर्यौं 2 दिन लगाएर अलिकति यो समुदाय एकै ठाउँमा एउटै बस्तीमा नबस्ने छुट्टा-छुट्टै झुण्ड भएर बस्ने कारणले गर्दाखेरि विभिन्न ठाउँमा छरिएर रहनु भएको थियो र त्यो छरिएर रहनु भएका बस्तीहरू सबैतिर त हामीलाई पुग्न अलि सम्भव नभएको कारणले गर्दाखेरि 3 ठाउँमा 3टा विद्यालयमा चाहिँ 2 दिन गरेर 3टा विद्यालयमा हामीले भ्यायौं र अरु बाँकी चाहिँ गाडी नपुग्ने र हिँडेर जानुपर्ने भएको र हामीलाई यता समय अलि बढी लाग्ने भएकोले गर्दाखेरि सम्बन्धित व्यक्तिहरूलाई हामीले शैक्षिक सामग्री हस्तान्तरण गरेर उहाँहरूले वितरण गरिसके पछाडी फोटोग्राफ हामीलाई उपलब्ध गराउने बाचा गर्नु भएको छ त्यसै अनुरूप हामीले त्यो सामानहरू हस्तान्तरण गरेर हामी हाम्रो काठमाडौँ तर्फ फर्कियौं। हामी जुन उद्देश्यले जुन एउटा सोच लिएर हामी हायु समुदायमा पुगेका थियौं हामीले पुग्दाखेरि थोरै हाम्रो सोच भन्दा थोरै परिवर्तित रूप हामीले पायौं। हामीलाई कस्तो अनुभव भयो भने केही समय अगाडिसम्म उहाँहरूलाई निकै कष्टकर थियो, जीवन निकै कष्टकर थियो तर सरकारले जुन संरक्षणको रूपमा उहाँहरूलाई प्रत्येक व्यक्तिलाई जुन भत्ता प्रदान गर्दो रहेछ त्यसले उहाँहरूको जीवन उकास्नलाई धेरै मद्दत पुर्याएको हामीले अनुभव गर्यौं र के पनि अर्को अनुभव भयो भने त्यो समुदायमा हामी 3टा विद्यालय पुग्यौं। मैले अघि नै भने 3टा विद्यालयमा विद्यार्थीहरूको उपस्थिति देख्दाखेरि हामीले शिक्षा नै परिवर्तनको आधार हो भन्ने उहाँहरूले बुझ्नु भएर आफ्नो छोराछोरीहरूलाई चाहिँ जति दुःख भए पनि आफू अनपढ भए पनि आमाबाबुहरूले उहाँहरूलाई आफ्नो छोराछोरीहरूलाई विद्यालय चाहिँ पठाउनु भएको रहेछ। त्यो देख्दाखेरि चाहिँ शिक्षाको चेतना आएको रहेछ भन्ने कुरा देख्दा चाहिँ थोरै खुसी पनि लाग्यो र यसले केही न केही परिवर्तन अवश्य पनि त्यो समाजमा ल्याउँछ भन्ने हामीलाई विश्वास छ र यसै अन्तर्गत त्यहाँ हुनुभएका शिक्षित वर्गहरू हायु नै शिक्षित वर्गहरू हुनुहुँदो रहेछ। उहाँहरूसँग पनि कुराकानी गर्दाखेरि थोरै केही सहयोग सरकारले गरेको सहयोगको सदुपयोग उहाँहरूले अशिक्षित भएका कारणले गर्दाखेरि केही कुराहरू सदुपयोग गर्न नजान्नु भए पनि केही कुराहरूमा चाहिँ परिवर्तन आएको छ भन्ने कुराहरू उहाँले भन्नुभयो हामीलाई। थोरै हाम्रो सोच र त्यहाँ गएको परिवेश थोरै फरक पाए पनि तर हामी सही ठाउँमा नै आयौं भन्ने कुरा चाहिँ हामीलाई लाग्यो र हामीले लगेका शैक्षिक सामग्रीहरू लक्षित समूहलाई चाहिँ हामीले वितरण गरेर हामी फर्कियौं र फर्किनु भन्दा अगाडि जुन हायु समुदायको विस्तृत कुराहरू हामीले थाहा पायौं उहाँहरूको ओरिजिन उहाँहरूको संस्कृति उहाँहरूको भाषा र उहाँहरूको वर्गका बारेमा पनि हामीले कुरा गर्दाखेरि शिक्षित वर्ग पनि हुनुहुँदो रहेछ शिक्षाको चेतना उहाँहरूलाई पनि आएको रहेछ भन्ने कुरा देख्दाखेरि चाहिँ साह्रै नै खुसी लाग्यो। अनि हामीले हाम्रो सानो प्रयासले जुन उहाँहरूको हामीले जहाँ गएर नानी बाबुहरूलाई ती सामग्रीहरू डिस्ट्रिब्युट गर्यौं हामीले बाँड्यौं उहाँहरूलाई
पहिलो पहिलो विद्यालय हामी कोप्सेमा हामी माथि प्राथमिक विद्यालयमा पुग्दाखेरि लगभग दिउँसो नै थियो र अर्को ठाउँमा जाँदाखेरि चाहिँ लगभग 6 बजिसकेको थियो। तर पनि सानसाना नानी बाबुहरू पनि हामीलाई कुरेर बसिरहनु भएको देख्दाखेरि चाहिँ साह्रै नै खुसी लाग्यो। हाम्रो लागि भनेर उहाँहरूले समय र मौसमको पनि ख्याल नगरिकन बसिरहनु भएको थियो र हामीले जुन सामग्रीहरू उहाँहरूलाई हस्तान्तरण गऱ्यौँ त्यो उहाँहरूको मुहारमा खुसी देख्दाखेरि साह्रै नै आनन्द आयो। र हामीले जुन लक्ष्यले हाम्रो बालबालिका हाम्रो विद्यालयमा विभूति पाठशालामा पढ्ने बालबालिकाहरूलाई हामीले पनि केही योगदान गर्न सक्नुपर्छ समाजमा, हामीले पनि केही कुराहरू चाहिँ दिन सक्छौँ है। साना विद्यार्थी भए पनि हामीले कुनै न कुनै हिसाबमा हामीले कसैलाई प्रेरणा दिन सक्छौँ। केही कुराहरू साना कदमले नै अगाडि ठुलो परिणाम ल्याउन सक्छ भन्ने जुन एउटा उहाँहरूलाई शिक्षा दिन खोजेका थियौँ, त्यो शिक्षामा हामी बिस्तारै पाइला चाल्दैछौँ, बामे सर्दैछौँ र यो हाम्रो उद्देश्यलाई, यो कदमलाई जुन अभिभावकहरूले हामीलाई साथ दिनुभएको छ त्यसको लागि यहाँहरूलाई धेरै धेरै नै धन्यवाद दिन चाहन्छु विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट। र एउटा हामीले पोहोर साल गरेको जुन CSR को प्रोजेक्ट थियो त्यो प्रोजेक्टको डकुमेन्ट्री हेरिसके पछाडि अभिभावकहरू साथसाथै विद्यार्थीहरू पनि केही हदसम्म प्रेरित भएको र हामीलाई राम्रो कार्य गर्नुभयो भन्ने खालको प्रशंसा चाहिँ अभिभावकहरूले हामीलाई दिनुभएको छ। र त्यही CSR प्रोजेक्टबाट प्रेरित भएर भनौँ न हाम्रो विद्यार्थी दुईजना भाइहरू क्लास 6 मा पढ्ने रिजन श्रेष्ठ र क्लास 3 मा पढ्ने सुप्रिम श्रेष्ठ दाजुभाइले आफ्नो व्रतबन्धबाट उठेको दक्षिणाबाट रु 10,000 रुपैयाँ चाहिँ डोनेट गर्नुभयो, अग्रिम डोनेसन गर्नुभएको थियो यसपालिको यो CSR प्रोजेक्टको लागि। र हाम्रो त्यो डकुमेन्ट्री हेरेर उहाँहरू यति प्रेरित हुनुभयो र अभिभावकले पनि हाम्रो कदममा चाहिँ साथ दिनुभएकोमा साह्रै नै गर्व महसुस भएको छ। अहिले आएर हामीले गरेको कार्यले बच्चाहरूलाई पनि थोरै परिवर्तन ल्याउन सकेछ है। हामीले पनि समाजमा केही गर्नुपर्छ, हाम्रो सानो कदमले पनि कसैलाई खुसी दिन सक्छ या शिक्षामा कतै केही कदम चाहिँ हामीले पनि बढाउन सक्छौँ भन्ने उद्देश्य र प्रेरणा चाहिँ उहाँहरूले पाउनु भएको रहेछ भनेर देख्दाखेरि चाहिँ साँच्चै नै अलिकति थोरै सफल हुँदैछौँ कि अथवा हामीले जुन परिवर्तनको आशा गरेका छौँ, जुन एउटा हाम्रो बच्चाहरूमा जुन एउटा शिक्षा, यो पनि एउटा शिक्षा अन्तर्गत नै पर्छ, यो पनि सिकाइ हो भन्ने जुन मूल उद्देश्यले यो कार्य सुरु गरेका थियौँ, यसमा हामी सायद अगाडि बढ्दैछौँ, राम्रै हिसाबमा अगाडि बढ्दैछौँ भन्ने चाहिँ लागेको छ। हामीले जुन हिसाबमा बच्चाहरूलाई पोहोर सालको जुन एउटा उत्साह थियो नि, यसपालि पनि अब हामीले एउटा इभेन्ट गर्छौँ। इभेन्टमा चाहिँ यसपालि फुड स्टलहरू राखिन्छ। फुड स्टलमा चाहिँ तपाईँहरूले पेरेन्ट्सहरूलाई र तपाईँहरूले पनि यहाँ चाहिँ किन्नुपर्छ र त्यो चाहिँ इट्स च्यारिटीमा जान्छ है। त्यो तपाईँहरूले तिर्नु भएको पैसा चाहिँ च्यारिटीमा जान्छ भनेर हामीले जुन नानी बाबुहरूलाई भनेका थियौँ, त्यो चाहिँ यति मजाले उत्साहित भएर उहाँहरूले घरमा गएर त्यो कुरा आफ्नो पेरेन्ट्सलाई एक्सप्लेन गर्नुभयो र त्यो दिनको जुन सहभागिता थियो नि अभिभावकहरूको, हो थोरै अलिकति भिडभाड पनि भयो र जुन सहभागिता, जुन उत्साह हाम्रो नानी बाबुमा अनि हाम्रो अभिभावकहरूमा थियो, त्यो देख्दाखेरि चाहिँ साँच्चै नै हामी केही हदसम्म चाहिँ सफल हुँदैछौँ कि भन्ने चाहिँ लागेको छ। हामीले त्यहाँ जुन गभर्मेन्टले र नेपाल सरकारले उहाँहरूको लागि जीवनस्तर उकास्नको लागि जुन प्रति व्यक्ति एउटा भत्ता निर्धारण गरेको छ, त्यसको लागि चाहिँ थोरै शिक्षित वर्गले जसले चाहिँ एउटा एक्सपोजर पाउनु भएको छ, सहरमा बस्नु भएको छ, पढाउनु भएको छ, उहाँहरूले चाहिँ सही सदुपयोग गर्नुभएको जस्तो अनुभव भयो भने जो चाहिँ जङ्गलको बिचमा अलिकति अनकन्टा ठाउँमा बस्नुभएको छ, एउटा प्राथमिक विद्यालयमा प्री स्कुलमा पढ्नको लागि पनि उहाँहरू 1 घन्टादेखि 1.5 घन्टासम्म नानी बाबुहरू हिँडेर आउनुहुन्छ। प्री स्कुलको नानी बाबुहरू, प्राथमिक विद्यालयका बच्चाहरू पनि 8-10 किलोमिटर दिनमा हिँड्नु पर्ने हुँदाखेरि जुन विद्यालय आउनुभएको छ नि, त्यो देख्दाखेरि र उहाँहरूले चाहिँ त्यो फाइनेन्सियल सपोर्टलाई चाहिँ मेबी अशिक्षाको कारणले हो या केले हो, सही सदुपयोग चाहिँ
गर्न नसक्नु भएको हो कि भन्ने अनुभूति चाहिँ थोरै भएको छ। र अर्को एउटा कुरा भनेको त्यो कसरी पनि लाग्यो मलाई भने अब त्यहाँ हामी त लक्षित एउटा वर्गमा प्राइमेरी स्कुल सम्मको लागि भनेर गएको प्राथमिक विद्यालयमा उहाँको दाइ दिदीहरू पनि आउनु भएको थियो। अब त्यो हामी जाने यसरी शैक्षिक सामग्री वितरण गर्ने यो समुदायको लागि त पहिलोचोटि नै रहेछ। हामी यसरी कुनै पनि संस्था डिरेक्टली उहाँहरूसँग कम्युनिकेट गरेर भाइ बहिनीहरूको लागि शिक्षाको लागि भनेर हामीले डाइरेक्टली केही सहयोग गरेको सायद हामी नै पहिलो रहेछौँ उहाँहरूको। र त्यो कुरा त उहाँहरूलाई पनि एउटा खुसीको कुरा हो। र दाइ दिदीहरू जुन हेर्न आउनु भएको थियो नि, अब उहाँहरूको अलमोस्ट त्यो सिनियर स्टुडेन्टहरू चाहिँ स्कुल युनिफर्ममा हुँदा पनि उहाँहरूको हातमा मोबाइल थियो। त्यो देख्दाखेरि चाहिँ एक्सपोजर चाहिँ कुनै वर्गले एउटा सर्टन समुदायले चाहिँ त्यो एक्सपोजर अर मेबी भनौँ न त्यो चाहिँ आवश्यकता ठान्नुभयो जस्तो अनुभव भयो। र अलिकति जुन हिसाबले सरकारले गरेको कार्य गरेको हो, जुन हिसाब सरकारको एउटा लक्ष्य छ, त्यो लक्ष्य अनुरूप चाहिँ उहाँहरूको जीवन जुन लाइफ स्ट्यान्डर्ड चाहिँ अपग्रेड भएको छ कि छैन भनेर थोरै अनुगमन गर्नुपर्ने जस्तो चाहिँ अनुभव भयो। किनभने अनुगमन गर्न सायद जहाँसम्म लाग्छ खासै धेरै गाह्रो पनि नहोला। उहाँहरूको हायु समुदायको टोटल पपुलेसन 3000 प्लस 3000 प्लस मात्रै हाराहारी रहेछ। त्यो हुँदाखेरि त्यो कुरालाई चाहिँ थोरै अलिकति हामीलाई चाहिँ थोरै खट्कियो भनौँ न। एउटा शिक्षा क्षेत्रमा लागेको भएर मेबी एउटा प्रिन्सिपल भएको नाताले पनि होला, यो क्षेत्रमा धेरै वर्ष भएर लागेको देख्दाखेरि त्यो चाहिँ अलिकति स्कुल युनिफर्ममा बच्चाहरूले मोबाइल लिएर भिडियो खिचेको त्यो चाहिँ अलिकति कता कता सदुपयोग नभएर अरू नै केही भयो कि जस्तो अनुभूति चाहिँ भयो मलाई। हामीले जस्तो भनौँ न पोहोर सालकोबाट थोरै प्रेरणा अलिकति हौसला हामीले पनि पायौँ। अभिभावकहरूको जुन यसपालिको हामीले यसपालि अगाडि बढ्नको लागि जुन अभिभावकहरूको सहभागिताले हामीलाई अवश्य नै प्रेरणा दिएको छ। अघिल्लो वर्ष हामीले जहाँ गएर यो प्रोजेक्ट हामीले लन्च गऱ्यौँ, जहाँ गएर हामीले शैक्षिक सामग्री वितरण गऱ्यौँ, त्यहाँको वडाध्यक्ष अझै पनि सम्पर्कमा हुनुहुन्छ, बेला बेलामा सम्पर्क हुन्छ, कस्तो भइरहेको छ, हामीले जुन डोनेसन गऱ्यौँ त्यसले फाइदा पुर्याएको छ कि छैन भने सम्पर्कमा उहाँ हुनुहुन्छ। गर्दाखेरि त्यो कुरा चाहिँ निरन्तर भइरहेको छ, केही न केही सपोर्ट चाहिँ तपाईँहरूले गर्नुभएको छ भनेर उहाँले अझै पनि भन्नुहुन्छ। र अवश्य हामीले यसपालि जहाँ गयौँ हामीले जो मार्फत हाम्रो लक्ष्मण हायुजीलाई हामी निरन्तर सम्पर्कमा रहेर कस्तो भयो, हामीले जुन दिएको हाम्रो जुन उद्देश्यले हामीले शैक्षिक सामग्री प्रदान गऱ्यौँ त्यसको सही सदुपयोग भएको छ कि छैन भन्ने कुरामा त हामी अवश्य पनि फलोअप चाहिँ हामी गर्नेछौँ। र अर्को वर्षलाई अब के गर्ने, किनभने अलिकति हामीलाई चुनौती पनि थोरै प्रेरणा पनि, र अर्को वर्ष अझ योभन्दा अझै केही गर्न सकिन्छ कि भन्ने एउटा विचार सोचमा त हामी छौँ। भन्न त अब अहिले नै के गर्न सकिन्छ भनेर भनिहाल्ने अवस्था त छैन, तर पनि प्लान हामी राम्रैसँग प्लान गर्छौँ। र हजुरहरूलाई जसरी यसपालि हामीले साथ सहयोग यहाँहरूको जुट्यो, अर्को वर्ष पनि अवश्य पनि जुट्ने छ भन्ने चाहिँ आशा राखेको छु। र विशेष गरी यो कार्यक्रमलाई अथवा भनौँ हाम्रो यो कदमलाई सहयोग पुर्याउनु हुने, हामीलाई मार्गदर्शन दिनुहुने, हामीलाई साथ दिनुहुने सम्पूर्ण अभिभावकवर्ग, हाम्रा विद्यार्थी भाइ बहिनी र हाम्रो हायु समाजका अध्यक्ष श्री लक्ष्मण हायुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूको साथ सहयोग सधैँ यसरी नै रहिरहोस्। अलिकति यो 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 हाम्रो ट्राभलमा, यो टुरमा अलिकति मेमोरेबल चाहिँ हामीले जुन दोस्रो दिन पूर्व प्राथमिक विद्यालयमा हामी जहाँ माथि गयौँ, त्यहाँ साना साना नानी बाबुहरू र उहाँहरूले हामीले हस्तान्तरण गरिसके पछाडि जुन सामग्री दिइसके पछाडि जुन उहाँहरूको अनुहारमा त्यो खुसी थियो, त्यो एउटा रौनक थियो, त्यो चाहिँ सम्झना लायक नै छ। र अर्को कुरा भनेको एउटा मेरो व्यक्तिगत तर्फ भनौँ या हामीले जुन कुराहरू गर्न लागेका छौँ त्यसमा चाहिँ समाजले हामीले सानो सानो कुराले गर्दाखेरि पनि समाजमा थोरै परिवर्तन ल्याउन सक्छौँ, कसैलाई प्रेरणा दिन सक्छौँ। हामीले त्यहाँ जाँदै गर्दाखेरि मैले यो अहिले जति पनि हामीले शैक्षिक सामग्री वितरण गरेका छौँ, यो हाम्रै तपाईँहरू जस्तै सानसानो भाइ बहिनीहरूले नै
मेहनत गरेर उहाँहरूले च्यारिटी उठाउनु भयो र हामी यहाँसम्म आउन सफल भयौँ भन्दाखेरि ओहो यस्तो पनि सम्भव छ र स्कुल पढ्ने विद्यार्थीले पनि यसो गर्न सकिँदो रहेछ है भन्ने खालको एउटा सन्देश भनौँ न एउटा त्यो कुरा चाहिँ हामीले त्यहाँ त्यो समाजमा दिएर आउन सक्यौँ। त्यो नै अलिकति खुसीको पनि कुरा हो हाम्रो लागि र हाम्रो यो भाइ बहिनीहरूमा पनि जुन थोरै सेवाभावको जुन एउटा परिवर्तन उहाँहरूमा आएको छ। हामीले यसो गर्नुपर्छ है, हामीले सहयोग गर्नुपर्छ है भन्दाखेरि जुन उत्सुकता उहाँहरूमा देखिन्छ, उहाँहरूको अनुहारमा, उहाँको आँखामा हामी पनि गर्छौँ, हामीले पनि गर्न सक्ने रहेछौँ है भन्ने जुन एउटा उत्सुकता छ नि, त्यो कुरालाई चाहिँ हामीले निरन्तर रूपमा अगाडि बढाइरहन सक्यौँ भने चाहिँ अवश्य पनि केही न केही सहयोग हामीले समाजलाई, हामीले शिक्षामा केही न केही चाहिँ गर्न सक्छौँ कि भन्ने लाग्छ।